अहिलेको हाम्रो चुनावी माहौल भइरहेको के छ यहाँ दाइहरूसँग बुझौँ सबैले आफ्नो राय राख्नु। नमस्ते बाबु, नमस्ते। आज बिहान हाम्रो खोलावासी रमेश भट्टराई सर भेट हुनुभयो। आज यो हाम्रो चुनावी माहौल देशको के कस्तो छ भन्ने प्रक्रिया म लिँदैछु सानो। अब भाइ यस्तो छ, अब हेर्नुहोस्, अब चुनावी माहौलमा भन्दा पनि 2046 सालको जनआन्दोलनपछि जुन प्राप्त हामीले प्रजातन्त्र पायौँ, प्रजातन्त्रको उपलब्धि के भयो त? आखिर हामीले नेताका आधारहरू बाहेक जनताहरूको चाहिँ दुःख बुझ्ने आखिर को देख्यौँ त? हामी कसै पनि देखेनौँ। त्यसकारण अब अहिले आएर चाहिँ अब अगाडिका माहौल जे जस्ता भए, अब अहिले आएर अहिलेको माहौल अनुसार म के भन्छु भने, हाम्रो जुन अस्ति चाहिँ हाम्रो जुन भदौको 2 गते चाहिँ हाम्रो यो भदौ 23 गते जेनजी आन्दोलन गरे, त्यस क्रममा चाहिँ हाम्रा जुन बच्चाहरू चाहिँ 72-74 जना बच्चाहरूले शहीद भए। अब अहिले भोट र हामीले अहिले आएको भोटलाई चाहिँ भोट गर्दाखेरि हामी सबैले सोच्ने के छ भने, ती भोट हाल्नुभन्दा अगाडि नेपाली काङ्ग्रेस, एमाले, हाम्रा नेपालका दिग्गज चाहिँ जुन पार्टीहरू छन्, ती पार्टीहरूलाई भोट हाल्नु पूर्व हामीले भोट हाल्न ब्यालेट पेपर लिइसकेर हामी जब छाप हाल्न भनेर जान्छौँ, त्यतिखेर हामीले सोच नपर्ने के देखिएको छ भने, ती बिचरा ती आन्दोलनबाट चाहिँ शहीद भएका बच्चाहरूले न्याय पाए कि पाएन। अब पनि हामीले त्यस्तो गऱ्यो भने हाम्रा भोलि हामी त नरहँला, तर हाम्रा बच्चाहरू भोलि मानव भविष्यमा हाम्रा बच्चाहरूको त्यस्तै गरी चाहिँ राज्यले त्यसरी नै क्रूरता देखाउने हो कि भनेर अब आउने भोट चाहिँ हामीले एकदम हामीले विचार गरेर र भोट हाल्नुभन्दा पूर्व हामीले सोचेर ती शहीदका सपनाहरूलाई सोचेर तिनीहरूले गएका भोलि उनीहरूले हेरिरहेछन् हामी माथि र हामीलाई श्राप नगरोस् उनीहरूले भनेर हामीले मतदान गर्न जरुरी छ भन्ने म ठान्छु। अनि तपाईँको विचार अहिलेको के छ त? कुन पार्टीलाई चाहिने? पार्टी भनेर अब हामीले जनतालाई पार्टी भनेर सबैलाई, किनभने प्रजातन्त्रमा यो पार्टी त्यो पार्टी भन्न हुँदैन, किनभने सबैका आफ्ना आफ्ना मत र सिद्धान्त हुन्छन्। त्यो मत र सिद्धान्त अनुसार चाहिँ अब कसले राम्रो कसले गरेछ, अब व्यक्ति सबै हामीले देखिसक्यौँ भने अब हामीले नयाँ राम्रो योग्य व्यक्तिलाई छान्न हामी अत्यन्त जरुरी छ। होइन, नयाँलाई हेर्ने भन्नुभएको छ कि पुरानोलाई? नयाँ हेर्नुपर्छ, नयाँ योग्य। पुरानो भए पनि योग्य चाहियो कि? हजुर, पुराना पनि हुन्छन्, पुराना व्यक्ति नराम्रा खराब होइनन्, तर त्यहाँभित्र पनि खराब तत्त्व भएका व्यक्तिले जाल बनाइसकेका छन्, त्यसलाई तोड्न अत्यन्त जरुरी छ। यो किसिमले चाहिँ हामीले सोचौँ, विचार गरौँ। हस् त, धन्यवाद।